हेलो एभ्रिवान, नमस्ते। सन्चै आरामै हुनुहुन्छ सबैजना अनि म पनि एकदमै सन्चै आरामै छु। नेक्स्ट भिडियो स्वागत छ सबैजनालाई मेरो अर्को नेक्स्ट भिडियोमा। अनि आज मैले फेरि पनि नेक्स्ट भिडियो लिएर आएकी छु गाइज। तर के छ भनेर त हजुरलाई म भनि नै हाल्नेछु। के छ भने चाहिँ हजुरलाई मैले पहिलेको भिडियोमा भनेकी थिएँ होला, म आफैले अभिनय गरेको तारा झुनको भन्ने न्यू सङ अघि भर्खर मात्र दीपक पोखरेल अप्टिकल युट्युब च्यानलबाट भर्खरै आइसकेको छ गाइज। सबैजनाले गएर हेर्न सक्नुहुन्छ। अनि त्यो नाम भेटाउनु भएन भने हजुरलाई म त सुरुमै राखिदिएको छु, हेर्नु होला गएर। साथै अर्को कुरा, साथै मलाई यो अवसर दिनुहुने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद, हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँहरूले नै मलाई यो अवसर दिएको भएर म आफैले भिडियो खेल्न पाएँ, त्यसमा म धेरै खुसी पनि छु र उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। फेरि पनि हृदयदेखि नै धन्यवाद। तर उहाँहरूलाई जति नै धन्यवाद दिए पनि पुग्दैन, किनभने चाहिँ उहाँहरूले नै मलाई अवसर नदिएको भए म आज यो ठाउँसम्म आउने नै थिएन होला। मैले सोचेकी पनि थिएन म आफैले म्युजिक भिडियो गरौँला अनि युट्युबमा आउला भनेर मैले कहिल्यै कल्पना समेत गरेकी थिएन। कतिपय कुराहरू त्यस्ता हुँदो रहेछ, आफूले नसोचेको कुरा पनि भइदिँदो रहेछ, आफूलाई धेरै खुसी लाग्ने रहेछ आफूले नसोचेको कुरा हुँदाखेरि। अनि साथै म मेरो फ्यामिलीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, विशेष गरी त मेरो आमालाई। उहाँहरूले नै मलाई धेरै साथ दिनुभएको छ, उहाँहरूले नै मलाई आज यो ठाउँसम्म पुर्याउनु भएको छ, त्यसमा म धेरै खुसी नै छु। र साथसाथै के भन्न चाहन्छु भने चाहिँ गाइस, हजुरहरूले गएर सबैजनाले यो भिडियोलाई, यो मैले बनाउन लागेको भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अनि आएको त्यो युट्युबको भिडियो पनि अन्तिमसम्म हेरेर त्यसलाई लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। हजुरहरूको मनमा जे जस्तो सुझाव दिन आउँछ नि त्यस्तै कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ गाइस। अनि सक्दो धेरै सबैजनाले सपोर्ट गरेर माया गरिदिनु है त। हजुरहरूले माया गरिदिनु भयो, सपोर्ट गरिदिनु भयो भने चाहिँ हामीलाई भिडियो बनाउन एकदम सहज हुन्छ, किनकि यसमा म हजुरहरूलाई सबैको सुझाव सहित जुन म्युजिक भिडियो छ त्यो पनि खिचेर राखिदिनेछु है त। यही पछाडि हेर्नुहोस्, भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, हेर्न चाहिँ नबिर्सिनु है गाइस। पानी झरीको आइरहन्छ, निष्ठुरीको यादले मन खाइरहन्छ, रात जुनाको छुट्टै छोटा एउनी उपहार, दुःख पर्दा राको गुनाइको छुट्टै छोटा एउनी उपहार, दुःख पर्दा राको गुनाइको पानी पर्दा छाताको तायो स्वार्थ पुरा भएपछि खोटायो, रात जुनेको छोटो छोटो देउनी उपहार, दुःख पर्दा लाको गुनाइको छोटो छोटो देउनी उपहार, दुःख पर्दा लाको गुनाइको सबै हिँड्छन् हाँस्दै र रमाउँदै, म हिँडेछु बदनामी कमाउँदै, रात जुनेको छुट्टै छोटा एउनी उपहार, दुःख पर्दा राको गुनाइको छुट्टै छोटा एउनी उपहार, दुःख पर्दा लाको गुनाइको
तपाईँलाई मेरो म्युजिक भिडियो कस्तो लाग्यो त नि? एकदम राम्रो लाग्यो छोरी। सुरुचोटिको भिडियो त त्यति राम्रो छ, फेरि पनि यस्तो अवसर आइरहोस् भन्ने आशा राखेछु। भिडियो एकदम राम्रो छ। अझै आउँदो भिडियोमा पनि राम्रो प्रगति गर्दै जानु, सोचेको सबै पुरा होस्। मेरो छोरीलाई भिडियोमा खेल्ने अवसर दिनुहुने टिमहरूलाई पनि धेरै धेरै धन्यवाद छ। हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। फेरि पनि यस्तै अवसर दिनुहुनेछ भन्ने आशा छ ममा। भिडियो एकदम राम्रो छ छोरी, तिमीलाई बधाई छ। अझ धेरै प्रगति गर्दै जानु, अगाडि बढ्दै जानु। म साथ दिँदै जान्छु, म साथ दिँदै गर्छु। अनि यस्तै अवसर आइरहोस् भन्ने मेरो चाहना छ। सबैजनाले माया गरिदिनु होला यो भिडियोलाई। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्दै जानु होला। तारा जुनै भन्ने म्युजिक भिडियोमा युट्युबमा गएर सबैजनाले माया गर्नु होला, सबैजनाले साथ सपोर्ट दिनु होला। खोजे भेटिन कहाँ छ खुसी हुनु जोसँग जहाँ छ रात जुनीको छुट्टै छोटा ल्याउने उपहार दुःख पर्दा लाग्यो गुनाइको छुट्टै छोटा ल्याउने उपहार दुःख पर्दा लाग्यो गुनाइको तिमीले गर्दा जिन्दगी नर्कै भयो कुरा एउटा बिगार चाहिँ अर्कै भयो रात जुनैको छोटा छोटा दिउने उपहार दुःख पर्दा लाग्यो गुनाइको छोटा छोटा दिउने उपहार दुःख पर्दा लाग्यो गुनाइको दिदी हजुरलाई मेरो भिडियो कस्तो लाग्यो? हिजोको म्युजिक भिडियो हेर्न जानुभयो? हेर्नलाई त एकदम राम्रो लाग्यो। अरूभन्दा पनि एउटा सिन चाहिँ त्यो पुलबाट घाम फालेको अनि थप्पड खाएको चाहिँ मजा आएको हेर्नलाई। हेर्न मजा आएको अनि बहिनीले थप्पड खाएको अनि चाहिँ फेरि लाएन? होइन, अनि एकचोटि दुखाइ पनि तर खुसी चाहिँ लाग्यो के। दिदी यस्तो हुन्छ नि, हुने थिएन न। जस त्यो रिलमा थप्पड खाएको अनि फालेको रुँदै हिँडेको चाहिँ एकदम खुसी लाग्यो। रियलमा होइन, रिलमा त्यस्तो गरेर चाहिँ खुसी लाग्यो। एकदम राम्रो छ, हेरेँ प्रगति गर्दै जाऊ। अझै अरू सबैजनाले माया गरिदिनु होला, साथ सपोर्ट गर्नु होला। बल्ल सुरु छ मेरो छुच्चीको मेरो फर्स्ट म्युजिक भिडियो, सबैजनाले माया गरिदिनु है त। मेरो नक्कलीलाई सबैले माया गर्छ। साथी दुखीको आँखामा खुसी छौ रे पराइको काखैमा रात जुनीको छुट्टै छोटा ल्याउने उपहार दुःख पर्दा लाग्यो गुनाइको छुट्टै छोटा ल्याउने उपहार दुःख पर्दा लाग्यो गुनाइको साउनी ढेल्दै धरेका आँसु आँसु लुकाइ खैकाले मासु रात जुनेको छोटा छोटा दिउने उपहार दुःख पर्दा लाग्यो गुनाइको
पर्दाको गुनाइको छुटै छोटा दिउने उपहार दुःख पर्दाको गुनाइको अनि पर्दा छाताको तायो स्वार्थ बुरा भएपछि खोटायो रात जोनेको छोटा छोटा दिउने उपहार दुःख पर्दाको गुनाइको छोटा छोटा दिउने उपहार दुःख पर्दाको गुनाइको। सो गाइज भिडियो हेरिसक्नुभयो भिडियोलाई अन्तिमसम्म पक्कै पनि हेर्नुभएको होला भन्ने आशाका साथ म यो भिडियो बनाउँदैछु र मैले के भन्न लागेको भनेपछि मेरो अल फ्यामिलीलाई एकै ठाउँमा राखेर जुन अहिले आएको सारा जुनको भन्ने न्युजसँग एकै ठाउँमा मेरो अल फ्यामिलीलाई एकै ठाउँमा राखेर उहाँहरूलाई त्यो भिडियो देखाएर उहाँहरूको रियाक्सन सहित सल्लाह सुझाव पनि प्रतिक्रिया लिन मन थियो अल फ्यामिलीबाट तर सोचे जस्तो भएन सोचे जसरी मैले भिडियो बनाउन चाहिँ पाएन गाइज तर भिडियो बनाउन नपाए मेरो अल फ्यामिलीले म्युजिक भिडियो त्यो न्युजसँग चाहिँ हेरिसक्नुभएको छ र उहाँहरूले हेरे पनि मैले सबै फ्यामिलीबाट प्रतिक्रिया सल्लाह सुझाव लिन नसके पनि मेरो दिदीबाट र मम्मीबाट चाहिँ लिएकी छु त्यहाँ राख्दै पनि सकेछु हेर्नुभएको होला अन्तिमसम्म भिडियो हेर्नुभएकोले चाहिँ देखिसक्नु भएको छ मैले केही भन्न नपर्ला र मेरो फ्यामिलीहरूले त हेर्नुभयो तपाईहरुले हेर्नुभयो कि नै यदि हेर्नुभएको छैन भने दीपक पोखरेल अफिसियल युट्युब च्यानलमा गएर भर्खरै सर्च गरेर हेर्न सक्नुहुन्छ अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न पनि सक्नुहुन्छ हजुरलाई जस्तो सल्लाह सुझाव दिन मन लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला हजुरले दिएको सल्लाह सुझावले नै हामीलाई अगाडि बढ्न एकदम सहज हुनेछ सो गाइज भिडियो हेरिसक्नु भयो कस्तो लाग्यो पक्कै पनि राम्रो लाग्यो होला भन्ने अपेक्षा राखेकी छु र साथै भिडियोलाई अन्तिमसम्म हेर्नुभएको होला भन्ने ठुलो आशाका साथ म भिडियो बनाउँदैछु अनि दीपक पोखरेल अप्टिकल युट्युब च्यानलबाट गएर त्यो म्युजिक भिडियो नि हेरिसक्नु भएको होला भन्ने ठुलो आशा छ मैले अगाडि नै राख्दै थिएँ दीपक पोखरेल अप्टिकल युट्युब च्यानल भनेर अगाडि नै नाम सहित राखिदिएको थिएँ सायद हेरिसक्नु भयो होला जहाँसम्म मलाई लाग्छ अनि गएर हेर्ने मात्र होइन लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला जे जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला त्यो भिडियोमा साथसाथै यो भ्लगलाई पनि एकदम धेरै माया गरिदिनु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नि नबिर्सिनु होला गाइस के कस्तो लाग्छ हजुरहरूको मनमा जे जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला म केही भन्दिनँ है त आजलाई भने यति थ्याङ्क्स फर वाचिङ माई भिडियो अब नेक्स्ट भिडियोमा भेटौँला है त गाइस सबैजनाले माया गरिदिनु होला बाई बाई एभ्रिवान